माइली दिदी कस्तो भइरहेछ त एकदम राम्रो हजुर एकदमै रमाइलो हो के छ त यो बस्ने दिन्छ नि त्यसमा बस्नु मलाई ठिक छ किन अहिले खुट्टा दुख्छ नि तपाईँको झन् तपाईँ खुट्टा ठुलो छ नि अब सुशीला बहिनीलाई के छ हालखबर ठिक छ कस्तो लागिरहेछ त ठिक छ आगो तपाईँ हो यहाँ त अलिक चिसो यो गैरी गाउँमा अलिक जाडो जाडो रहेछ है राम्रो छ जाडो जाडो हामी आज आइपुगेको यहाँ आइपुग्यो अब कति दिन हुन्छ होला यहाँतिर घुम्ने डुल्ने खाने पिउने प्रार्थना गर्ने सुसमाचार सुनाउने ए यहाँ आएको छ आज भजन गाउने ए सुनाउनलाई यहाँ आएको छ आज। प्रेज द लर्ड पहिला पास्टर आमा जर्मिनु भएको घरमा मूल घरमा आएको छ हामी हो सुनाउनलाई प्रभुको हो वचन सुनाउनलाई ए अर्को बनाएको छ यहाँ के अरे सुसमाचार सुनाउनलाई ए यता म पनि देखेन देख्यो हामी त आगो फुकेर तिमा छौँ आगो ताप्दैछौँ हेलो हेलो के छ त अनि कस्तो लागिरहेछ त ससुरालीमा अघि म पनि त्यही भन्दै थिएँ माइली दिदीलाई त्यही सम्झेर बसिरहेको छु बाबुको याद पो आइरहेको छ त्यो याद गरेर सम्झेर यसरी बसिन्थ्यो गर्दै त्यो याद आइरहेको छ म त्यही माइली दिदीले त्यही कुरा गर्दै थिएँ अघि यता चाहिँ किचन यहाँ हामी बेलुका रातिमा आइपुगेर नि आमा मेरो फोन छोडिदिएन हेलो आमा कस्तो लागिरहेछ रमाइलो यतै बधाई नमस्कार सेवारो कोरियन कि जापानिज युके यता हाम्रो बुहारी रोशनीको मम्मी लोकलको सुप बनाउनु लागेको छु अब मिठो हुन्छ है हो यस्तो अब सुप बनाएपछि त चट्ट लाएर खाने यो चाहिँ टोइलेट त छ यहाँ बनाउँदैछ मर्मत कार्यक्रम पिल्लर सखुवाको पिल्लर भनेर देखेको क्या यो चाहिँ तासेर सानो भइसकेको छ योभन्दा ठुलो थियो यत्रो भइसकेको छ यो सब यता चाहिँ आगो तापिङ